हेर्न सक्नुहुन्छ यस्तै त हो अब चाहिँ हैन यहाँको हो। हेलो साथीहरु नमस्ते, वेलकम ब्याक टु माई च्यानल। स्वागत छ फेरि पनि गाउँले एलबी ब्लग्समा। आजको भिडियो रहेको छ म चाहिँ साउदी अरेबियादेखि आजको भिडियो प्रसारण गइरहेको छ। लगभग साउदी आएको पनि 2-3 दिन भइसकेको छ भने आजको साउदीको यात्रा चाहिँ कसरी आयो, कसरी चाहिँ हामी यहाँ साउदी अरेबियासम्म आयौँ त्यसको विषयमा जानकारी दिँदैछु। अब हाम्रो दुईजना साथीहरु चाहिँ एकदमै राम्रो पोजिसनमा बस्नु भएको छ भने ठिक छ र यहाँ साथीहरु हामी सुत्ने कार्यक्रम भइरहेको छ। अझै ड्युटीको कन्फर्म छैन हैन र हजुर म चाहिँ रोल्पाको त्रिवेणी गाउँपालिका 1 करेतीबाट अझै घरती मगर भन्नुभयो। हजुर हजुर ए यो साउदीतिर आउनु भएको छ हैन? हजुर। अनि साउदी चाहिँ के कामको लागि आउनु भयो? साउदी चाहिँ यो अब लेबर मजदुरी गर्न आएको। ए अनि कति छ सेलरी त सुनाको होला? सेलरी चाहिँ 1200 भनेको छ। ए अर्को हामी एकजना दाजुसँग चाहिँ कुराकानी गरौँ। हजुरको परिचय भन्नुहोस् त दाजु। नमस्ते, म चाहिँ कमला प्रकाश छेत्री, नौबैनी 7 ए नौबैनी 7 प्युठान। हजुर। हजुर। अनि तपाईँ पनि यही कम्पनीमा आउनु भएको छ हैन दाइ? हजुर हजुर। के कामको लागि आउनुभयो? मेसन भनेर आएको। ए मेसन भनेर आउनु भएको छ। अनि सेलरी कति भनेको छ हैन? 1200 भनेर राखेको छ। 1200। ल परिचय भन्नुहोस् त सर। मेरो नाम रियाद। हजुर। चाहिँ कैलाली हो। ए हाल साउदी अरेबियामा। अनि के सुटी राख्नु भएको छ अनि? ए ड्युटी लगाएको छैन हैन कम्पनीले? हामीले अझै लगाएको छैन र के कामको लागि आउनुभयो? ए मेसनमै हो नि? सेलरी सेमै होला 1200 हैन? 1200-1300। ल हुन्छ। अब म अर्को साथीतिर गएँ, यहाँ मुनितिर सुत्नु भएको छ। अब यस्तै हो साउदीमा ड्युटी नहुँदाको पल चाहिँ सुत्ने यस्तै छ हैन? सरलाई स्वागत छ हाम्रो गाउँले एलबी भ्लग्समा। हजुरको परिचय यसो जानकारी दिनुहोस् त सर। मेरो नाम चाहिँ हरि नेपाली हो। हजुर सर। मेरो घर चाहिँ सुपर कैलाली। कैलाली होइन सर? ए अनि चाहिँ साउदी अरेबियामा आइयो होइन? आइयो भनौँ भइगयो 5-6 दिन भयो अब यहाँ पुगेको। ए 5 दिनसम्म ड्युटी दिएको छैन? मेडिकल चेकअप भयो अनि एग्रिमेन्टहरुमा सिग्नेचर सेर्नु भइसक्यो। अब चाहिँ आइडिया आएपछि पक्कै पनि ड्युटी लान्छ होला सर है। हामी चाहिँ यसरी रुममा बसिरहेका छौँ साथीहरू, हेर्न सक्नुहुन्छ। अब यो गल्फ कन्ट्री भनौँ न, एउटा चाहिँ आफू अब जस्तो घरदेखि बाहिर हिँडिसकेपछि अब यस्तो हुन्छ विदेशतिरको यो खाटहरू है, बसाइ सुटाइ। अनि यहाँ पनि सुत्नु भएको छ अब एकजना सर, उहाँले पनि अब स्वागत गर्न चाहे। अब उहाँ अब सुत्नु भएको छ। अनि के छ अब यसो चाहिँ उहाँले पनि हाम्रो गाउँले एलबी भ्लगमा स्वागत गर्न चाहन्छौँ। हजुर, मेरो नाम चाहिँ बहादुर सुन राज। हजुर। सुनसरी गाउँपालिका 4। सुनसरी गाउँपालिका 4 नम्बर झिन्जा रोल्पा। हजुर। अनि के कामको लागि आउनुभयो? मेसनको लागि। ए अझै काम दिएको छैन हैन? खानाको लागि कस्तो छ? कम्पनीमा खाना त दिन्छ नि हामीलाई? खाना नास्ताहरू दिइरहेछ। ल अब साथी हो, एकछिनपछि चाहिँ हाम्रो खाना पनि आउँछ है। यसरी बस्ने खाने जे होस् राम्रै छ हाम्रो सेवा सुविधा अहिलेको लागि। अब हेरौँ अब पछाडि चाहिँ के हुन्छ होइन? अब अहिलेसम्मको लागि एकदम ठिक छ, बेटर भन्नुपर्छ है त। हाम्रो यहाँ लगेज पनि छ। यहाँ साथीहरूको कोसेली पनि आइसकेको छ। यदि यो भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ तपाईँको कोसेली छिटोभन्दा छिटो रिसिभ गर्न चाहिँ आउनु होला हामी कहाँ। हामी चाहिँ नयाँ मान्छे भएको कारणले गर्दा हामी आउन सक्दैनौँ हजुरको ठाउँसम्ममा होइन? अनि यो चाहिँ एसी हो, यो चाहिँ यसरी एसीमा बस्ने हो साथीहरू होइन? अब एसीको हावाले चाहिँ अलि इफेक्ट गर्छ होइन दाइ? हो, एसीको हावाले चाहिँ अलि धेरै चाहिँ एसीमा बस्नु हुँदैन नि। एसीको हावाले फेरि खराब गरिदिन्छ, खुनै खराब गरिदिन्छ कि हो दाइ?
जाम भयो भने त गाह्रो हुन्छ नि। सधैँ अब एसीमा बसिराख्ने बानी छैन है। हाम्रो त पहाडतिर अब एसीको त अब कामै छैन होइन, तर यहाँ चाहिँ एसी नभएर चाहिँ काम छैन। त्यही भएर साथीहरू चाहिँ गल्फ कन्ट्रीमा चाहिँ धेरै एसीमा चाहिँ नबस्ने भन्ने कुरो भयो। लौ साथी हो, यो चाहिँ बाहिर हो, म चाहिँ छतमा जाँदैछु। हामी बसेको क्याम्पको छतमा हामी जाँदैछौँ दाइ र म। यहाँ चाहिँ यस्तो बाहिर चाहिँ घाम छ कि तपाईँको आँखा पनि तिरिमिरी हुन्छ होइन दाइ? यो घाम चाहिँ कति डिग्री होला दाइ अहिले ठ्याक्कै? 35-36 डिग्री। 35-36 छ है। यो घाम चाहिँ यस्तो छ कि अहिले लगभग चाहिँ 35 देखि 36-37 को अन्तरालमा होला। 35-36 डिग्री यस्तो छ। हेर्नुहोस् त, अब तातो पुरै, अब शरीर चाहिँ एकदम तातिसकेको छ। यो चाहिँ छतमा यो यसो कपडाहरू सुकाउने ठाउँ रहेछ। हामी चाहिँ यही यो चाहिँ बिल्लामा बसिरहेका छौँ तल मुनि। हेर्न सक्नुहुन्छ यस्तै त हो अब चाहिँ होइन यहाँको हो। अब यतातिरको चाहिँ अब घाम त धेरै हुन्छ, बाहिरतिर घाम धेरै हुन्छ साथीहरू, के गर्नु। यहाँ गर्मी है। खै यतातिर कस्तो छ? यो त खासै सिटी एरिया चाहिँ रहेनछ होइन, खासै सिटी एरिया चाहिँ नभएको, लगभग यो गाउँ जस्तो हो नि दाइ, गाउँ जस्तो एरिया हो। एकदम तातो घाम। अब जाम है दाइ रुममा। ओहो, यो आँखै हेर्ने, यस्तो आँखा हेर्न दिँदैन हो, गाह्रो। अझै चर्किँदैछ, धेरै हुन्छ। जाम है दाइ। अब हामी खाना खाने टाइम भइसकेको छ, खाना आइसक्यो। ल हेर्नुहोस् त के छ आज खानामा। मै हाम्रो दाजुले चाहिँ त्यहाँ ओपनिङ गर्दै हुनुहुन्छ खाना। भात के मोही लस्सी मोर। ए तामिलमा ल है साथी हो, बक्का हान्नुपर्छ अब।